ल है आज मिज्जू भर्सेस मिज्जू गेम परिरहेछ मोटा मिज्जू भर्सेस पतला मिज्जू गेम अब मोटा मिज्जू गर्न जानु भइरहेको छ बलिङ पतला मिज्जू गर्दै हुनुहुन्छ ब्याटिङ तर उहाँले ब्याट चाहिँ समात्नु भएको छ लौरी समाते जस्तो गरेर त्यही पनि नट ब्याट शट लभली सबली लभली लभली केटाहरूले क्यामेराम्यानलाई नै हान्न खोजिरहेका छन् किचनको दोष यहाँ निकाल्न खोजिरहेका छन् केटाहरूले सरी फर द डिस्टर्बेन्स म अब साइडलाइनमा आइसकेको छु छक्का बोल्ड हुनु छ बल मोटो मिज्जूद्वारा पातलो मिज्जूलाई बोल्ड ओ मोटो मिज्जू सेलिब्रेसन गर ओ क्यामेरामा त यहाँ सिसी क्यामेरामा आउट होइन यार त यार गल्ली क्रिकेट भन्दै पातलो मिज्जू रुँदै अब यहाँनिर रोए यार चाहिँ तास खेल्दा जस्तै रोएबाट त यहाँ पनि यार कुरो सही है होइन त बुढा सास छैन नि भन्नु त अहिले हान्यो भने त नि झ्याली गरी भए पनि कमल थापा बलिङ गर्न परिरहेको छ किनभने त कमल कणेलले झ्याली गर्यो मेरो तिमी भर्खर आएर बल खेल्न पाउँछौ कि क्या हो फाइनल्ली पहिलोचोटि कमल थापाले क्याच लिन सफल यो मैदानमा लाउनु तपाईँ कमेन्ट्री गर्दै गर्नु ल कमेन्ट पनि गर्दै गर्नु बेला बेला मजा आउँछ ल कमल सर तपाईँको बलिङमा यहाँ गाई गाउन परेको गोरु ब्याटिङ गर्दैछन् हिजोकै ब्याटर है त्यो गाई गाउन परेको गोरु चाहिँ गाइज लभली शट हाम्रो एकजना हुनुहुन्छ मोहम्मद फैम अल फैजल फ्रम द बङ्गलादेश अब सोइरहेको छ हाई मात्रै गर्दै बसिरहेको छ त्यो मान्छे ओ नाइस शट आउट ल दाइ आ भन्नु ओ के ब्याट्सम्यान हो कि बलर हुन् दाइ ठाउँमै राख्नु है सेफ ओ क्या दामी सर हानेको यार मान्नै पर्छ है के हो र दाइ यार के सेफ बन्न सजिलो बोलिदिने कि हामीलाई चाहिँ हाडे बोलिदिने यो त भएन नि यार ओहो सल्टी टेस्ट म्याच खेल्दै अरे यार हाम्रो यो इलाकाको फास्ट बोलर र हाम्रो फास्ट ब्याट्सम्यान हो क्या ल दाइ त्यो किलै भाँच्ने गरेर गर्नु त ओहो क्याच थियो नि बल यार बोलिङ दाइ बोल्ड है तेरो बोल गर्नु न यार काममा हो कि सेफ भन्ने यार खेलमा आएर नि त सेफ भनेर सोलो बोल्दै आएर हुन्छ यार हाँ नाइस शट ओ दाइ यार अब हाम्रो बङ्गलादेश भर्सेस नेपाल बङ्गलादेशको बलर नेपालको ब्याट्सम्यान बिट भएका छन् ब्याट्सम्यानले बल हान्ने हो कि हातले छोपेर दिने हो भुलेका छन् ब्याटले हान्न छोडेर हातले बल पक्रेर दिएका छन् ओ नाइस शट चौका भाई क्या कर रहा है बांग्लादेश का इज्जत फाल रहा है पहला चौका दे दिया भाई अभी तक चौका नहीं मारा था चल तेरे को बांग्लादेश का कसम आउट कर दे बॉलिंग